हेलो साथीहरू, नमस्ते। टेक्स बास युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ सर। यस च्यानलबाट हजुरले नयाँ नयाँ कुराहरू सिक्न, जान्न, बुझ्न सक्नुहुनेछ। नयाँ हुनुहुन्छ भने कृपया हाम्रो टेक्स बास युट्युब च्यानल लाइक, कमेन्ट एन्ड सेयर अनि सब्सक्राइब अनि नोटिफिकेसन पनि अन गरिदिनु होला साथीहरू। आज पनि हामी हर किसिमको टपिक लिएर आएको छौँ। धेरै दिन पछाडि आएको छौँ साथीहरू, लङ टाइमदेखि आइरहेको छौँ साथीहरू। आज पनि के को बारेमा छ भन्दाखेरि हजुरले अहिलेसम्म डिमेट एकाउन्ट मेरो चाहिँ रिन्यू गर्नुभएको छैन भने छिटोभन्दा छिटो रिन्यू गर्नु होला। नभए तपाईँहरूको सिडिएससीले तपाईँको रोक्का गरिदिन्छ है। 15 दिन टाइम छ होइन। अब 15 गते भनेको छ, अब धेरै दिन टाइम छैन होला। 5 दिन त्यही त 10 दिन टाइम होला। अब डिमेट एकाउन्ट हजुरले कसरी रिन्यू गर्न सक्नुहुन्छ, भिडियो चाहिँ फुल वाच गर्दै हेरिदिनु होला, अनि मात्र हजुरहरूले बुझ्नुहुन्छ, नभए बुझ्नुहुन्न है साथीहरू। ल त साथीहरू स्टार्ट गर्नु होला है साथीहरू। मेरो चाहिँ हजुरले डाउनलोड गर्नुभएको छ भने डाउनलोड गर्नु होला। हजुरले क्रोम ब्राउजरबाट पनि हजुरले डाउनलोड गर्न सक्नुहुन्छ, अथवा मेरो सेयरको वेबसाइटबाट पनि सिडिएससीबाट पनि हजुरले मेरो सेयर लाइभ ओपन गर्न सक्नुहुन्छ। म चाहिँ मेरो सेयर एप्लिकेसनबाट ओपन गर्दैछु साथीहरू है। हजुरले यसमा लगइन गर्नु होला, आइडी पासवर्ड हालेर हजुरले लगइन गर्नु होला। अनि लगइन गरिसकेपछि हजुरले के गर्नु, माथि टपमा हेर्नु होला है। माथि टप जस्तो प्रोफाइल जस्तो आइकन दिइरहेको छ हजुरको। प्रोफाइल जस्तो आइकनमा हजुरले क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि अब हजुरले यहाँ के भन्दैछ, रिन्यू योर एकाउन्ट अनलाइन पेमेन्ट। हजुरले अब अनलाइन पेमेन्ट केबाट गर्न सक्नुहुन्छ। अब रिन्यू एकाउन्टमा हजुरले क्लिक गर्न सक्नुहुन्छ। मेरो सेयर एक्सपायर हजुरको यस्तो लेखेको हुन्छ, एक्सपायर भएको हुन्छ हजुरको डिमेट एकाउन्ट, र मेरो सेयर हजुरको एक्सपायर भएको हुन्छ। हजुरले रिन्यू एकाउन्टमा हजुरले क्लिक गरिदिनु होला। रिन्यू एकाउन्टमा हजुरले क्लिक गरिसकेपछि अब हजुरले ई सेवाबाट पनि हजुरले पेमेन्ट गर्न सक्नुहुन्छ। खल्तीबाट पनि हजुरले पेमेन्ट गर्न सक्नुहुन्छ। आइएमई एपबाट पनि, आइएमई पेबाट पनि हजुरले पेमेन्ट गर्न सक्नुहुन्छ। कन्ट्याक्ट आइपिएसबाट पनि हजुरले पेमेन्ट गर्न सक्नुहुन्छ। म चाहिँ ई सेवाबाट हजुरलाई देखाउन गइरहेको छु। ई सेवामा हजुरले क्लिक गरिदिनु होला। ओके, ई सेवामा हजुरले क्लिक गरिसकेपछि हजुरले कति वर्षको लागि हजुरले डिमेट एकाउन्ट रिन्यू गर्दै हुनुहुन्छ। मेरो सेयर पनि रिन्यू गर्न मिल्छ। हजुरले डिमेट एकाउन्ट पनि रिन्यू गर्नु मिल्छ। दुवै गर्नको लागि मेरो सेयर एन्ड डिमेट एकाउन्टमा हजुरले क्लिक गरिदिनु होला। त्यस पछाडि हजुरले कति वर्षको लागि गर्ने, 10 वर्षसम्मको लागि गर्न मिल्छ। 4 वर्ष सबै गर्न मिल्छ। जस्तो 1 वर्षको लागि गर्नुहुन्छ, 1 वर्ष चुज गर्नु होला। हजुरको चार्ज, डिमेट एकाउन्टको चार्ज भनेको 100 रुपियाँ लाग्छ भने 50 रुपियाँ भनेको हजुरको मेरो सेयर लाग्छ। प्रोसेसमा क्लिक गरिदिनु होला। प्रोसेसमा हजुरले क्लिक गरिसकेपछि ई सेवाको यसरी देखाउँछ है। अब ई सेवाको यसरी देखाएपछि हजुरले के गर्नु होला भन्दाखेरि, अब यस्तोहरू देखायो भने गाडीहरूको चुज गर्नु होला। यसरी हजुरको गाडीहरू, कारहरू चुज गर्न सक्नुहुन्छ। यस्तो पिक्चरहरू देखायो, फेरि कारहरूको चुज गर्नु होला। अब कहीँ गाडी छ कि छैन हेर्नु होला। छैन, यसरी भेरिफाई हुन्छ। हजुरको भेरिफाई भइसकेपछि हजुरले हजुरको ई सेवा आइडी पासवर्ड हाल्न सक्नुहुन्छ तपाईँको है। ई सेवा आइडी पासवर्ड हजुरको हाल्न सक्नुहुन्छ यसरी। अब म हाल्दैछु। यसरी लगइन हुन्छ है। ओटिपी कोड जान्छ है, जसको मोबाइलमा छ ओटिपी कोड जान्छ। अनि ओटिपी कोड गइसकेपछि हजुरले यहाँ हाल्न सक्नुहुन्छ है। हजुरको भेरिफाई भइसकेछ। अनि भेरिफाई भइसकेपछि हजुरले यहाँबाट पेमेन्ट गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि हजुरले कन्टिन्यू गर्न सक्नुहुन्छ। अनि पे भर यसरी देखाउँछ साथीहरू। यसरी पे नाम गर्न सक्नुहुन्छ। मसित अहिले ब्यालेन्स छैन होइन, त्यही भएर भइरहेको छैन। हजुरले यसरी नै हजुरले डिमेट एकाउन्ट रिन्यू गर्न सक्नुहुन्छ। चाँडोभन्दा चाँडो, छिटोभन्दा छिटो हजुरले डिमेट एकाउन्ट रिन्यू गर्नु होला। आफ्नो एकाउन्ट सेभ गर्नु होला, बचाउनु होला। यति भन्दै आजलाई बाई बाई साथीहरू। नेक्स्ट टाइम फेरि भिडियो लिएर आउँछौँ तपाईँहरूकै माझ। नयाँ हुनुहुन्छ भने कृपया हाम्रो टेक्स बास युट्युब च्यानललाई कमेन्ट एन्ड सेयर अनि सब्सक्राइब पनि, नोटिफिकेसन पनि अन गरिदिनु होला साथीहरू। फेरि पनि यस्तै
टेक्निकल भिडियो लिएर आउनेछु तपाईँहरूकै माझ। टेक सुभाषलाई पनि बाई बाई गरिदिनु होला साथीहरू। बाई बाई, नेक्स्ट टाइम सी यू अगेन।